हेलो एभ्रिवान, आज हाम्रो यस अल्दुबई अटो वर्कसपमा टोयोटा कोइलिस 2005 मोडल जसले चाहिँ 2 लाख किलोमिटर चलाइसकेपछि इन्जिन डिकार्बोनाइजेसन गराइरहेको छ। यो हाम्रो चाहिँ HHO जर्मन टेक्नोलोजी फुल्ली अटोमेटिक मसिनद्वारा इन्जिनको डिकार्बोनाइजेसन गरिन्छ। यो डिकार्बोनाइजेसनको फाइदाहरू के छ भने धुवा कम फ्याँक्ने, इन्जिनको पार्ट्सहरूलाई सुरक्षित राख्ने, स्वच्छ वातावरण राख्ने अनि इन्जिनको लाइफलाई बढाउने, इन्जिनको भाइब्रेसनलाई स्मुथ गर्ने जस्ता फाइदाहरू छ र इन्जिनभित्र रहेको कार्बनहरूलाई साइलेन्सरद्वारा डिकार्बोनाइजेसन गरिन्छ। त तपाईहरु पनि आउन सक्नुहुन्छ अल्दुबई अटो वर्कसप, नेपालगञ्ज, बाके, शेयर